हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज हामी चाहिँ नयाँ वर्षको न्यू इयर मनाउनको लागि हामी चाहिँ आज यता भाइरल रोडतिर जाँदैछौँ। भाइरल रोड हिँड्दा हिँड्दा घरबाट बाटो लाग्यो बेला रेकर्ड नगरेर अहिले बीच बाटोमा आएर रेकर्ड गरिरहेको छु साथीहरु। आज चाहिँ हामी यो 13 नम्बर वडाको यहाँमा के भन्छ रे यो 13 नम्बर वडाको वडा कार्यालय नजिक आज यो वडा कार्यालय चाहिँ एकदम जंगलमा रहेछ साथीहरु। यस्तो जंगलमा ओ माय गॉड, यस्तो पनि वडा कार्यालय हुँदो रहेछ। यहाँदेखि उता उता घरहरु के छँदा पनि छैनन् साथीहरु। के साह्रो हो र यस्तो। आज चाहिँ हामी हिँड्दै घरबाट अटो सटो नचरेर धेरै दिनपछि हिँड्न लागेको, बस्न लाग्यो कति वर्ष भइसक्यो। आज चाहिँ हिँडिरहेको पुरै साथीहरु पसिना आएर हैरान पुरै ब्याक टु ब्याक भएर बिहोस कम्पनी भइरहेछ साथीहरु। प्यारा साथीहरु यहाँ हुनुहुन्छ है, कोहीले छाता ओर्नुमा, कोही त्यति हुनुहुन्छ। म चाहिँ यस्तो पुरै खाली एकदम पुरै है यस्तो खाली हिँडिरहेको छु है त साथीहरु। दिगोतिर यति खतरा यो सालघारी छ, यति खतरा जङ्गलहरू छ। अनि त्यसपछि लिएर यता घारी पनि यस्तो रहेछ। यहाँ पहिलोचोटि आउँदैछु म चाहिँ। यहाँ चाहिँ नजिकै एउटा के हो यो आश्रम जस्तो न कस्तो मन्दिर जस्तो के देखिरहेछ है साथीहरु। ए यो चाहिँ यो कब्रिस्तान रहेछ। कब्रिस्तान भने के हो है साथीहरु त्यो चाहिँ थाहा होइन, तर त्यही रहेछ है यो पनि। फाइनली साथीहरु हामीहरू भाइरल रोड पुगिसक्यौँ है त। यस्तो खतरा रहेछ, पहिलोचोटि आएको है यहाँ। यति खतरा ठाउँ रहेछ। ओ माय गॉड, वाउ, यस्तो खतरा जङ्गल। यो बसन्त ऋतु भने यही होला साथीहरु हैन। नयाँ रुखहरूले पालुवा फेरिरहेछ। गर्मीले एकदम खाल पसिना बगाएर मेरो प्यारी छोरी, आई लभ यु मेरो छोरी, आई लभ यु छोरो, आई लभ यु टु मन भन्न। ल भयो है त, अब जुम भएर यार साथीहरु। हाम्रोतिर चाहिँ सल्लाको रुखहरू हुन्छ, अनि त्यसपछि बाज खर्सु भन्ने रुखहरू हुन्छ है। यहाँ चाहिँ यो सालको रुख हुने रहेछ, यति अग्लो सालको रुख हुने रहेछ। हाम्रोतिर चाहिँ यस्तो रुखहरू हुँदैन, अलिक फरक रुखहरू हुन्छ। तल भइतिर पनि यति यहाँ यस्तै खतरा चिल्लो हुने रहेछ। त्यतातिर हाम्रो चाहिँ घाँसहरू पलाइरहेको हुन्छ है। ए सबले फोटासोटा खिच्छौँ होइन साथीहरु। अब एक फोटो खिचिसकेपछि एकछिनपछि फेरि अर्को एउटा भिडियो बनाउनु पर्ला। अनि त्यसपछि चाहिँ हाम्रो भिडियो कहिलेसम्म आउँछ भन्ने कुरा थाहा हुँदैन। जहिलेसम्म आए पनि हजुरहरू एकदम इन्जोय गरेर हेर्नुहुनेछ भन्ने आशा गरिरहेको छु साथीहरु। यता चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ है आमा दिदी बहिनीहरूले। वाउ दामी। यता कतै फोटो खिच्दै, उता पनि टिकटक बनाउँदै हुनुहुन्छ। सबै आफ्ना काममा व्यस्तता हुनुहुन्छ साथीहरु हैन। उता पारी बसिराख्नु भयो, हेरिराख्नु भयो, उता पारी टिकटक बनाइराख्नु। आफ्नो रमाइलो आफ्नो पारामा हुन्छ सबैजना हैन। सबैजना आफ्नो पारा हुनुहुन्छ। दामी छ साथीहरु, दामी एकदम बबाल। यति रमाइलो रहेछ त, नाचाउने रहेछ साथीहरु। वाउ यति रमाइलो छ साथीहरु भाइरल रोडतिर। हेर्ने मान्छेको ताँती फेरि यता न। वाउ कति राम्रो नानी हुन्।
साथीहरू अब हामी नास्ता केही बोकेर ल्याएको थिएनौँ यतै पाइन्छ होला भनेर हामी चाहिँ चटपटे खाना लगाऊँ अहिले चाहिँ चटपट सबैले हातमा पक्का पक्का समातेर चटपट अनि त्यसपछि यो पानी हामी चाहिँ चटपटे खाँदैछौँ है त अब साह्रै मिठो चटपटे हजुर साह्रै मिठो चटपटे साह्रै मिठो चटपटे वाउ दामी मिठो रहेछ है साथीहरू हातले चमच नेपाली चमच यति खतरा भिडियो छ फाइनली साथीहरू चटपटे पनि खाइयो नास्ता भने पनि चटपटे भने हाम्रो चाहिँ यही हो है अब साथीहरू यहाँबाट चाहिँ हामी बिदाबारी लिएर बाहिर रोडबाट फर्किँदैछौँ आजको नयाँ वर्ष हामीले यसरी मनायौँ तपाईँहरूले कस्तो ठाउँबाट कसरी मनाउनु भयो अनि राई त्यसपछि चाहिँ अब हामी फर्किन्छौँ है त साथीहरू अब भिडियोलाई यही टुङ्ग्याउन चाहेँ किनभने मैले बाटोमा बिच बाटोमा आबेला बनाएको भिडियो हो त्यही भएर चाहिँ यो बिचै बाटोमा टुङ्ग्याउन चाहेँ मैले घरसम्म पुर्याउन चाहेन है त साथीहरू बाई बाई इन्जोय गर्नुहोस् भिडियो हेरेर